पालेको 1.5 वर्ष भइसक्यो कहिले ब्याउने हौ तिमीले ब्याउँछ होला भन्छु गोरु कति खेप हालिसक्यो ब्याउँदैन अब बेच्नु नयाँ लाग्छ बाटो देख्दैन साउने बोलाउँदै आइदैन के गलगाडी नै बस्छ गाईसँग गफ गर्दैछ त लाता हो यता के भयो गाईसँग गफ गरेको यहाँ हेर्न त ब्याउँदैन 1.5 वर्ष ब्याउँदैन 1.5 वर्ष भइसक्यो पालेको घाँस मात्रै खाएको खाएकै दाना मात्रै खाएकै दुधहरू खानु मन लाग्छ यसो दुधहरू दिन्छ कि भनेको यी प्रेसर भएन गाईलाई अन्त प्रेसर नदिनुहोस् तेरो बाउको प्रेसर अब यो गाईहरू मात्रै गोरु भए पनि त बेच्नु हो गाई हो माया लाग्छ कसरी बेच्नु यो 2 सिङ्गे है के अन्त तैँले यो 2 सिङ्गे मलाई दे म तँलाई 9 सिङ्गे दिन्छु 9 सिङ्गे दिन्छु कि म तँलाई यो 2 सिङ्गे मलाई दे ल के गर्छ त तेरो गाईले पनि भ्याउँदैन म 2 सिङ्गे त्यत्रो 9 सिङ्गे कत्रो होला है यता सिङ्गा तर मिल्ला जस्तो छ साँच्ची नै है अनि बित्थाको साँच्ची नै 9 सिङ्गे दिन्छ 9 सिङ्गे लु लैजाऊ न अन्त त्यसै पनि त ब्याउँदैन पनि लैजा है अब मलाई 9 सिङ्गे चाहियो है हुनु त घाटामै छु कि र पनि लान्छु लान्छ भने ल अहिले पनि लगिहाल बरु होइन अहिले तान्नु छ तर यताउति चाहिँ नबेच्ने कहाँ बेच्छौ यताउति कहीँनिर बेच्दैन त्यो 9 सिङ्गे चाहिँ दिइहाल त सट हतार छ मलाई तेरो 2 सिङ्गे मेरो 9 सिङ्गे देता म पुरा घाटामा छु कि र पनि ठिकै छ कहाँ राखेको छैन खोइ ऊ 9 सिङ्गे कुखुराको भाले नि त अनि सिङ त नभएर छ नि त घन्टाको नि यो 9 सिङ्गे भनेको मैले चाहिँ म त 9 सिङ्गे कतिलो होला भनेको त आमा कुखुरा भाले पो रहेछ मरदको छोरा बोलेपछि तोरेपछि तोरे तर यो कुखुरा जोड्छ नि तोरे साट्नु पर्यो अब साट्नै पर्यो नि जोड्छ नि पारेर कस्तो नमर त हौ एकपल्ट बोलेको चाहिँ पुरा गरेर भाले लानु म त गाई दिएर भाले लानु त्यत्रो महँगो गाई दिएर चाहिँ म भाले लानु त्यो 500 रुपियाँ गोटाको भाले अन्त यहाँनिर 9 र सिङ छैन अन्त 9 सिङ्गे मलाई के थाहा त 9 सिङ्गे भाले हो भनेर लानु पर्ने जसरी त्यो गाई त मेरो लान्छु म भाले पो लानु रे ठुक्क नमर त तँ नमार्दा तैँले झुक्काउनु खोज्दैछ मर त कि नमर त भन् मरत हो मरत त्यसो त्यो भाले लगाइदिउँ कहाँ